मैले तपाईँलाई के भने भन्दाखेरि दार्चुलामा पुल थाप्छु भनेर मैले घोषणा गरेँ, दार्चुलामा पुल थाप्दैछु। तुइन विस्थापित गर्छु भन्ने भन्नुभएको थियो। त्यहाँ पनि तुइन तपाईँको चाहिँ खेरि थापेर मान्छे तर्छन्, त्यहाँको रिपोर्टिङ त्यो थियो होइन। जो त्यो सुन्नु न, जुन खोलामा हामीले तुइन थाप्दैछौँ, के तुइन अरे झोलुङ्गे पुल थाप्दैछौँ, त्यहाँ पनि तुइन थापेर तर्छन् मान्छे, त्यहाँबाट पनि झरेर मरेका छन् भन्ने कुरा छ। त्यहाँको जनताको आवश्यकता अनुसार, उहाँहरूको माग अनुसार हामीलाई त्यहाँ पनि खाँचो छ भनेर भनेको कारणले हामीले त्यहाँनिर चाहिँ दार्चुलामा पुल थाप्यौँ। ओके, अनि त्यसलाई स्क्याम भन्ने, त्यो स्क्याम भन्ने मान्छेले, ल म चुनौती दिन्छु नि त, त्यो स्क्याम भन्ने मान्छेले अर्को थापोस् न त, त्यहाँ सक्छ। उनीहरूको प्रश्न चाहिँ के हो भन्दा तपाईँलाई फेरि म अलिकति यो डिरेल भयो विषय होइन, मैले भनेको कुरा त्यही हो त। तुइन तरेरै मृत्यु भयो अहिलेसम्म 55 हेर्दा भयो। महाकालीको त्यो तुइन तरेर जो तपाईँले दृश्य हेरे, मैले 3 वर्ष अगाडिको भन्नुभयो नि तपाईँले, हो जो नानीलाई आज तपाईँ पढाइदिँदै तपाईँको योगदानले पढ्ने वातावरणसम्म बन्यो यहाँ। त्यो तुइन चाहिँ विस्थापित गर्छु जो भनिएको थियो त्यो गर्न नसक्ने हुँदैन भन्ने हो। अब हात झिक्नुभयो, त्यसबाट चाहिँ कसरी हुँदैन भनेको छु। भारतले अनुमति दिँदैन, तपाईँले के गर्नुहुन्छ? भारतले अनुमति दिनुपर्छ, सरकारले अनुमति दिलाउनुपर्छ, सरकारले गरोस् न त्यो कतिपय कुरा। जनौँ पटक ओली सरकार हुँदा अनुरोध गरेको नसकेको रे नि त उहाँहरूले हात उठाएको। अब त्यो चाहिँ मलाई थाहा भएन ओली सरकारले अनुरोध गर्यो कि गरेन भन्ने कुरा मैले देखिनँ होइन, बा गर्यो कि बा गरेन कि। त्यो पनि फेरि मसँग पनि प्रमाण छैन। त्यही दार्चुलाकै सांसद गणेश सिंह प्रमाण बिनाको मान्छे उहाँ आफै पनि जानुभएको रहेछ भिजिटमा केपी ओलीको भारतमा, त्यो बेला पनि कुरा उठाउनु भएको रहेछ।